आज हामी धेरै पछि चाहिँ जाँदैछौँ सर र मोटो भ्लग बनाउँदै गाउँघरको नजारा देखाउँदै उठ्की कता सर्न लाग्यो कसो त्यहाँ घर बनाउने मान्छे छैनन् र आँखामै किरा पस्छ नि त यार A few moments later. हेलो साथीहरू नमस्कार, हजुरलाई स्वागत छ हाम्रो नयाँ भिडियोमा। आज हामी धेरै पछि चाहिँ जाँदैछौँ सर र मोटो भ्लग बनाउँदै गाउँघरको नजारा देखाउँदै यो भिडियोको हावापानीले चाहिँ आजको यतिको वातावरण चाहिँ भएको छ हाम्रो गाउँमा। अनि अहिलेलाई चाहिँ हामी सर र भिडियो क्याप्चर गरौँ न भनेर चाहिँ हिँडेको छौँ तिनजना भएर। मैले 4 गियरमै हालिदिन्छु कि यो बाटोमा त फेरि यो यहाँ उठ्की कता सर्न लाग्यो कसो त्यहाँ घर बनाउने मान्छे छैनन् र त्यो नयाँ घर बनाउँदैछ नि सुरेश उसको अगाडिको हो त्यो उसको घर अगाडि के राजेन्द्र भाइको घर अगाडि त्यहीँको हो क्या। मैले 3 गियरमै झारिदिन्छु यो ओह्रालो। जेनसम्म साथीहरू अब आज गाउँमा फेरि भलक बनाएको देखेर फेरि मान्छेहरू अचम्मै पर्छन् होला फेरि होइन सरोज दाई भन्छन् क्या मलाई फेरि केटाहरूले यत्तिकै हिँड्यो भन्छ सन्दीप दाई भन्छन् बाइक लिएर हिँड्यो भने फेरि सरोज दाई भन्छ के भन्ने हो खै सरोजको फ्यान हो कि मेरो फ्यान हो चिन्न नि ल्याएरै हुने कि तब पहिला सरोज भाइ यो बाइकमा यस्तै बाइकमा हिँड्छ 220मा थियो र त्यही भएर नि होला। अब अगाडि केटाहरू टडाउँछन् कि अगाडि कुकुर पनि छ फेरि आराम हिँड्नुपर्छ घरमा मम्मीले कुकुर भयो केटा पानी पऱ्यो के हो बे भर्खर बाइक धोरो पनि होला त्यस्तै फिल भयो कि आमामा अगाडि हेरेर केटा घाँस बोक्ने जनताहरूको हालत त्यो चाहिँ यतिको चाहिँ हुनुपर्छ है हो आँखामै किरा पस्छ नि त यार आँखामै किरा पसेको चाहिँ भ्वाक्कै यार हाम्रो गाउँबाट छुटे जाएलाई हेर न यता केटीहरू यता हरिक गेम खेलेछ बाइक धोको भएर होला के पानी आँखा कसो सफल के अरे उसो के नाम त भुले राजेश लगाएछ। अब चाहिँ हामी सर र 2 नम्बरतिर आउन लागिसक्यौँ यताको त्यहाँ फेरि अब त्यो गरेर हिँडेको सबले हेर्छन् कि अनि बिल्ला लाग्छ मुख ढाक्छु मैले आवाज बस्छ भन्ने कुरो हरन हान्नु पऱ्यो नि गाई पानी पर्न लाहा अगाडिबाट फेरि यस्तो मान्छेहरू आउँछन् हेर्नु सक्नुहुन्छ। लिची पनि भइसकेको रहेछ। शुभम चटपट खुलाउ न चटपट पैसा भयो पनि छैन भन्दैन यो कता के सत्यनारायण पूजा हो क्या यो हामी चाहिँ यो 2 नम्बर विश्वकर्मा मन्दिर यहाँबाट चाहिँ यस्तै जानुपर्छ। फेरि हाम्रै साथीको भाइ हो कि ल शुभम भाइको घर आइसकेको छ। ल हामफाल ल बुटसुट गर्न पर्दैन मान्छेलाई अहिले भेटौँ उसमा बसौँलाई क्या डलर छ ल ल गाइज हो त्यो कुनाको हो क्या ल गाइज हामी चाहिँ लागिसक्यौँ हेर्नु सक्नुहुन्छ। अब यो बाटो चाहिँ हाम्रो स्कुल जाने बाटो हो हरन हान्दै जाने क्या हामीले फेरि गाइज अहिले चाहिँ मैले चलाउनु लाग्यो होइन भाइ कस्तो चलाउँछु हेर्नु सनी दाईको बाइक चाहिँ फर्स्ट टाइम 220 राइड हान्दै अझै भ्लगमा बोल्दै आनन्द
राजेन्द्र कता सिधै ल बस गाउँमा चाहिँ सबले हेरेछन् हामीलाई होइन किनकि सन्दीप नि भलगर भयो भनेर होइन लगाइस हामी त्यसरी जानुपर्ने हुन्छ हो मामा श्री जय श्री राम ओ भाइले फेरि दाइले मलाई त बाइक चलाउनै दिएनन् भन्छन् होला कि गुनासो कसले राखिदियो फेरि बाइक उता सुगममा राख्दै यो भएपछि त फेरि हाम्रो फेरि ब्यालेन्सै मिल्दैन नि त ल उतै अगाडि चाहिँ लैजा त